दाइ जस्टिस फर एनिसा बिके भन्नु पर्यो अरे एनिसा बिके जस्टिस भन्नाले केटा हो मैले बुझिन के भएको हो र घटना कस्तो बलात्कार गरेको अरे ए रणमतीको छोरी नेपालमा पनि बलात्कार गर्छन् म्याच चिकनहरूलाई समातेर पक्कार दिनुपर्छ म्याच चिकनहरूको फाँसी एक दिनमै खातेहरूलाई 17 वर्षको रे समातेर बरु म जान्छु कुन ठाउँ हो त्यो खोइ कता कुन ठाउँको पो हो यार सुर्खेत होला कस्तो खालको यार अहिले यत्रो सानैमा लभ गर्छन् कस्तो म्यादर छुतहरू रहेछ यार बलात्कार गर्नेहरू देखिन्छ फेरि मलाई सबसे वर्ल्डमा मन नपर्ने मान्छे हो क्या एउटाले उयो गरेर 3 जना लिएर आएको क्या त्यो केटाले पनि बोयफ्रेन्डले अनि बोयफ्रेन्डसँग डेटिङ गएको तर 3 जना केटाहरू लिएर बलात्कार गरेका त्यही बोयफ्रेन्डले नै क्या मेन त त्यो बोयफ्रेन्ड खाते रहेछ नि त त्यसो त्यो बोयफ्रेन्डलाई चाहिँ नाङ्गे पारेर त्यसको सामानहरू काट्नुपर्छ क्या सामान काटेर नुन खुर्सानी पिलेर सामानमा हालिदिनुपर्छ क्या अझ मैले त नुन खुर्सानी सामानमा होइन पहिला त्यसको त्यो फुल्काउने सामान अनि त्यो रेखा त्यो डल्लो पर्नेमा नुन खोर्सानी हालेर यत्तिकै बन्द गरिदिनु पर्ने त्यत्तिकै छोडिदिनु पर्ने त्यो